सबैलाई नमस्कार छ हाम्रो नेपाल आदर्श एग्रोको पेज तथा युट्युब च्यानलमा। हजुरहरूलाई मैले यो हाम्रो नवलपुरको देवचुली सत्रमा नेपाल आदर्श एग्रोको सहकार्यमा यहाँ कृषकले व्यावसायिक रूपमा 2 वर्ष अगाडि ठिक अहिले 2 वर्ष ठिक अगाडि चाहिँ सुनकागती 1 जातको प्रजातिको सुनकागती 1 को बिरुवा जुन चाहिँ 3 पाते टाइफलेटमा कलमी गरिएको बिरुवा लगाउनु भएको थियो भने अहिले ठिक 2 वर्ष पुरा भएको छ। उहाँले चाहिँ बिरुवा लगाउँदा 150 को दर खाले 6 महिना उमेरको मात्रै बिरुवा लगाउनु भएको थियो विशेष गरेर। अब उहाँले चाहिँ अहिले कटिङहरू गर्नुभएको छ, के कसरी गर्नुभएको छ, अब त्यसलाई गर्नुपर्ने सुधारहरूको लागि चाहिँ हामी उहाँको प्रत्यक्ष बगानमा आइपुगेका छौँ र हामीले यो अब ट्रायलको लागि एउटा दुईवटा फलहरू राख्नुभएको छ प्रायः जसो बोटहरूमा। अब हामीले चाहिँ पहिला बोटको डेभलपमेन्टमा ध्यान दिनुपर्ने हुन्छ र यो 3 पाते टाइफलेट क्रस गरेको भूभागबाट चाहिँ माथि चाहिँ हामीले पहिलो वर्ष 1 फुट, त्यसपछि 2 फुट दोस्रो वर्ष, त्यसै गरी 3 फुट तेस्रो वर्ष गरेर हामीले चाहिँ कपर अक्सोक्लोराइडको चाहिँ घोल बनाएर चाहिँ यसलाई चाहिँ पेस्ट लगाउनु पर्ने हुन्छ। त्यही अनुसारको यो बनाउने विधि छ, त्यो विधिलाई चाहिँ आत्मसात गर्नुपर्ने हुन्छ र कटिङ गर्दाखेरि कृषकहरूले यसरी छोडेर कटिङ बिरुवालाई चाहिँ गर्नु हुँदैन। विशेष गरेर अब यो सिट्रस भेराइटीमा बढी फङ्गसले आक्रमण गर्ने भएकोले यहीँबाट चाहिँ ढुसीको सङ्क्रमण बढ्ने हुँदाखेरि यसलाई एकदमै ध्यान दिनुपर्ने हुन्छ। हामीले धेरै मूल जराहरू धेरै राखेर धेरै उत्पादन दिने भन्ने होइन, 3टा बढीमा चाहिँ हामीले मूल कण्डलाई चाहिँ यहाँ चाहिँ लगभग 4वटा छ भने यसलाई अझै एउटा हामीले घटाउँदा बेस्ट हुन्छ। बढीमा 3टासम्म हामीले चाहिँ मूल हाँगालाई चाहिँ माथि लान सक्छौँ र माथिबाट चाहिँ लगभग हामीले हाम्रो हाइटबाट माथि चाहिँ बल्ल त्यसलाई चाहिँ माथि विस्तार गर्न सक्छौँ। यसरी चाहिँ कटिङ गर्दाखेरि यो हाँगाहरू सटाएर गर्नुपर्ने हुन्छ र हामीले यसरी हरियैमा चाहिँ पेस्ट गर्नु हुँदैन। उहाँले यहाँ गल्ती गरिसक्नु भएको छ। यसरी विज्ञहरूको सुझाव सल्लाहले उहाँले गर्नुभएको रहेछ, ठिकै छ। त्यही पनि यसरी हरियो हाँगामा चाहिँ पेस्ट गर्न हुँदैन। बडो मिक्सरको चाहिँ स्प्रे गर्न सकिन्छ, पेस्ट बनाएर लगाउनु हुँदैन किनकि पेस्टमा मात्रा बढी हुन्छ। यसरी हाम्रो सुनकागती 1 फलिरहेको छ। फल्न त यो कलमी गरेको बिरुवाहरू विशेष छिटो फल्ने कारण भनेको यो स्किन हाउसभित्रको माउ बोटबाट साइन कलेक्सन गरिन्छ, जुन फलिसकेको बोटबाट चाहिँ साइन कलेक्सन गरिन्छ र हाम्रो लगभग यतिको भइसकेको छ। यो 2 वर्षमा देख्न सक्नुहुन्छ। कुनै यहाँ बिरुवा सानो पनि देख्न सक्नुहुन्छ। अब बर्खाको कारणले मरेको ठाउँमा पछि रिप्लेसमेन्ट गरेको बिरुवाहरू पनि हो। यसरी चाहिँ हामीले आराले चाहिँ यसरी यो ठुटाहरू राख्नु हुँदैन। यसलाई चाहिँ हामीले सटाएर फालेर काटेर बराबरमा यसको साइजमा बराबर यसलाई काटेर यसमा चाहिँ बडो पेस्ट बनाएर लगाउनु पर्ने हुन्छ। र अहिले यो चिसो समयमा यसको जरा लगभग 1.5 फुट 2 फुट वरिपरि मजाले यो खनेर यसमा चाहिँ हामीले विशेष गाई भैँसीको मल चाहिँ योभन्दा टाढाबाट दिनुपर्ने हुन्छ। बिरुवा लगाएको अब वयस्क भनेको 5 वर्षसम्म चाहिँ यसको साइडबाट खन्दै गएर दिनुपर्छ भने यसको बिचको भूभाग चाहिँ पहिला 1.5 फुट वरिपरि चारैतिर यसको माथिल्लो जराहरू देखिने हिसाबले खनेर 2-4 दिन सुक्न दिएर कपर अक्सोक्लोराइडको 5 लिटर घोल यसमा चाहिँ भेदबाडै खनाएर त्यस पछाडि चाहिँ हामीले सफा पानीमा अब एनपिकेको मात्रा केही मिलाएर यसमा चाहिँ फेरि 5 लिटर सफा पानी त्यसको 2-4 घन्टा पछाडि दिँदा राम्रो हुन्छ। र हामीले चाहिँ अर्ग्यानिक मलहरू चाहिँ 5 किलोदेखि माथि हामीले चाहिँ यसको वरिपरि राख्न सक्छौँ। तर यसमा चाहिँ गाई भैँसीको मल चाहिँ राख्नु हुँदैन। गाई भैँसीको मल त राख्न नहुने भन्ने होइन, तर 1 वर्ष पुरानो पनि मान्छेले चाहिँ सङ्कलन गरे हुँदैन। 2 वर्ष अगाडिदेखि त्यसलाई कम्पोस्ट गरेर डिकम्पोजर गरेर चाहिँ प्रयोग गर्न सकिन्छ। हामीले अब हाँगा काट्दाखेरि चाहिँ यसरी ध्यान दिनु पऱ्यो, यसको हाँगा सटाएर काट्नुपर्ने हुन्छ। र हामीले यहाँ 3टा मात्रै यसको चाहिँ ब्रान्चलाई चाहिँ डेभलप गर्नुपर्ने हुन्थ्यो। उहाँले राम्रो गरिरहनु भएको छ। अलिअलि हरियोमा छोइएको छ। अब यसलाई चाहिँ सिँचाइ चाहिन्छ, पर्याप्त मात्रामा सिँचाइको आवश्यक पर्छ। यो बोटहरूलाई जुन पेस्ट गरिएको छ यहाँ बडो मिक्सर स्प्रे गरिएको छ, यसले चाहिँ बोटलाई हिट गराउने काम गर्छ र ढुसीको चाहिँ यसले चाहिँ रोगको समस्या निवारण गर्ने काम गर्छ। ल साथीहरू, यो मेरै हातले रोपेर गएको बिरुवा थियो। यो लगभग यो बिरुवा मेरै हातले रोपेर यहाँ कृषकलाई सिकाएको थिएँ मैले। ठिक अहिले 2 वर्ष पुरा भएको छ र अब यो खास चाहिँ हामीले 6 महिना उमेरको बिरुवा लगाएको हो। यहाँ 150 रुपियाँको दरले किसानले अर्डर गर्नुभएको थियो। हामीसँग 150 देखि 450 सम्मको फल्दै गरेको पनि अहिले सुनकागतीको बिरुवा 1 तराईको लागि, मध्य पहाडी भूभागको लागि 2 जात र त्योभन्दा माथि 1600 मिटरसम्म गर्मी भूभागमा चाहिँ 13 थुमे स्थानीयलाई चाहिँ हामीले
किसानलाई चाहिँ सिफारिस गर्दै आइरहेका थियौँ र हामीले बिरुवा मात्र दिने काम गर्दैनौँ। किसानले कसरी खेती गरिरहनु भएको छ त्यो किसानको परिश्रम र त्यो लगानीलाई हामीले चाहिँ सुरक्षित गर्ने काम पनि गर्छौँ। अब हामीले यहाँ चाहिँ यो मोलजल गर्दाखेरि चाहिँ कृषकले यो कलमी गरेको भाग पुर्नु भएको छ भने उहाँलाई चाहिँ हामीले यो भागलाई चाहिँ यहाँको भागलाई अलिकति कटाप गरेर यो कलमी गरेको भाग चाहिँ देखाउनुपर्छ र पेस्ट लगाउनुपर्छ। र पेस्ट लगाउँदाखेरि यहाँसम्म लगाउनु पर्ने पेस्टलाई अलिकति धेरै लगाउनु भएको छ, अलिकति धेरै कटिङ गरेको भएर र जोल्टेका हाँगाहरू यसरी चाहिँ कटिङ गर्दा हुँदैन, सकेसम्म यसलाई सटाएर गर्नुपर्छ है। तपाईँहरूलाई चाहिँ एकदमै यो ध्यानमा राख्नु होला। यसले गर्दा यहीँबाट बोटहरू इन्फेक्सन हुने त्यस्ता समस्याहरू देखा पर्छ र बोटमा चाहिँ क्याङ्करको समस्याले धेरै सङ्क्रमण फैलाएर आक्रमण गर्छ। त्यसैले यो कुरामा चाहिँ एकदम विशेष ध्यान दिनु होला। उहाँले यहाँ लगभग 300 बोट लगाउनु भएको छ नेपाल आदर्श एग्रोको सहकार्यमा। बोटहरू यसरी उहाँहरूले कटिङ गरेको हाँगाहरूलाई चाहिँ एक ठाउँमा सङ्कलन गरेर यसलाई चाहिँ कि त जलाउनु पर्ने हुन्छ कि त यसलाई चाहिँ माटो हुने चाहिँ खाल्टा खनेर गाड्नुपर्ने हुन्छ। ल देख्न सक्नुहुन्छ फल्दैछ। तर हामीले 5 वर्ष नभइकन यसरी उत्पादन लिन थाल्यौँ भने, लोभ गर्न थाल्यो भने चाहिँ बोटहरू चाहिँ कमजोर हुन्छ। यहाँ आँपको बिरुवा छ, यसरी यहाँ देख्न सक्नुहुन्छ। एउटा दुईवटा हामीले यसरी ट्रायलको रूपमा आँपहरू, यो सुनरेखा आँप हो देख्न सक्नुहुन्छ। यसरी ट्रायलको रूपमा 2-4 बिरुवाहरू चाहिँ अरू बिरुवाहरू घरको लागि खाना पनि हुन्छ भनेर चाहिँ हामीले दिएका थियौँ। र देख्न सक्नुहुन्छ यति राम्रो भएको छ, फलिरहेको छ। तर धेरै चाँडो लोभ गर्दाखेरि चाहिँ रोगहरू चाहिँ अलिकति तन्दुरुस्त नहुने समस्या हुन्छ। त्यो भएर यसमा चाहिँ विशेष ध्यान दिनु होला। यसरी भित्री बालीको रूपमा देख्न सक्नुहुन्छ। यहाँ तोरी पनि राम्रोसँग उहाँले खेती गरिरहनु भएको देख्न सकिन्छ भने कागती मजाले फलिरहेको छ। तर यसलाई चाहिँ बिरुवा रोपेको थोरैमा पनि 3 वर्ष चाहिँ हुर्काउनु पर्थ्यो, तर अहिले बल्ल 2 वर्ष हुँदैछ है। यो अप्राप्त मोलजोल पहिल्यै भएको भएर यत्तिको राम्रो फलिरहेको छ। अहिले हाम्रो चाहिँ विशेष आज 2082 साल 10 महिना, आज हाम्रो लगभग हाम्रो आज कति गते 22 गते समथिङ 22-23 गते छ। ल तपाईँहरूले चाहिँ यसरी चाहिँ खेती गर्नुभयो भने राम्रो हुन्छ। तर प्राविधिक सेवा सुविधालाई चाहिँ तपाईँहरूले आत्मसात गरेर चाहिँ खेती गर्नुपर्ने हुन्छ। यसरी 3 पाते रुटी स्टकमा कलमी गरिएको बिरुवाहरू देख्न सक्नुहुन्छ। यस्तो पहेँलो राम्रो दानाहरू चाहिँ आकर्षक दाना हाम्रै स्वदेशी जातको कलमी बिरुवा तपाईँहरूलाई हामीले उपलब्ध गराउँछौँ। ल सुन्तला पहाडी क्षेत्रमा भने तराई क्षेत्रमा विशेष कागतीलाई चाहिँ हामीले 15 वर्षदेखि नेपाली कृषकहरूलाई चाहिँ व्यावसायिक खेतीमा चाहिँ आत्मनिर्भर बनाउने सोचका साथ काम गरिरहेका छौँ। बिरुवा बेचेर मात्र हामीले 2 पैसा कमाएर मात्र भएन, हामीले पनि भोलिसम्म व्यापार गर्न सक्नु पऱ्यो र किसानले पनि यसबाट उत्पादन लिन सक्नु पऱ्यो। देख्न सक्नुहुन्छ यो हाँगाहरू चाहिँ यो यसरी कटिङ गर्दाखेरि चाहिँ एकदम सटाएर गर्नुपर्ने हुन्छ। यो जुन अर्को हाँगाबाट आएको ब्रान्चलाई चाहिँ र अब सबैमा नछोडिकन पेस्ट गर्नुपर्ने हुन्छ। यसरी छोड्नु भयो भने यसरी ढुसी यहीँबाट सङ्क्रमण बढ्न सक्छ। ल हामीले अब 2-3 वर्ष योभन्दा मुनि पनि पलाउन सक्छ। यो बेलपत्र टाइपको यो सिट्रस भेराइटीकै एउटा प्रजाति पलाउँछ, 3 पाते टाइफिलेट भन्छ। त्यसलाई चाहिँ हामीले निरन्तर त्यसलाई चाहिँ अनुगमन गरेर त्यसलाई चाहिँ टक्क चुडालेर फाल्नुपर्ने हुन्छ। सुन्तला, कागती, मौसमी, जुनार जे पनि तपाईँ खेती गर्नुभएको छ। ल देख्न सक्नुहुन्छ यसरी फुल्या छ मजाले है। देख्न सक्नुहुन्छ कागती यसरी सुन यो 5 रुपियाँको 2टा ल बगानबाट 5 रुपियाँको 2टा। अब हामीले किन्दाखेरि त 5 रुपियाँको एउटा 10 रुपियाँको एउटा, अब सिजन अनुसार हेरेर हुन्छ भने यो सुन कागती एक चाहिँ 12 महिना फल्छ। देख्न सक्नुहुन्छ अहिले हामी यस्तो चिसो समयमा आइरहेका छौँ तर पनि मजाले फलिरहेको छ। यसरी सुन चाहिँ मजाले झरिरहेछ है। सुन कागती एकदमै रसिलो, टेस्ट एकदमै मिठो हुन्छ। साथीहरू तपाईँहरूले पनि व्यावसायिक रूपमा कुनै पनि फलफुलको खेती गर्न इच्छुक हुनुहुन्छ भने नेपाल आदर्श एग्रोलाई सम्पर्क गर्न सक्नुहुनेछ। पर्याप्त मात्रामा मलजल सरसफाइलाई चाहिँ विशेष र सँगसँगै 2 वर्ष उमेर पुगेको गुणस्तरीय बिरुवा लगाउनु भयो भने 3 वर्षबाट राम्रो बोट हुन्छ। यो त हाम्रो 2 वर्षबाटै उहाँले चाहिँ उत्पादन दिन थाल्नु भएछ। तर हामीले अझै 2टा वर्ष कुरेको भए अझ बोट चाहिँ बल्ल तन्दुरुस्त हुन्छ। न त बोटहरू कमजोर हुन्छ कि यसलाई पर्याप्त मात्रामा खाना लिन सक्दैन, बोटहरू बढ्न सक्दैन, सबै तत्त्वमा जान्छ। फुलदेखि हामीले चाहिँ यो दानामा जान्छ, त्यही भएर यसलाई फुल टिपेर फाल्नु पर्थ्यो 3 वर्षसम्म। थोरैमा पनि अझै 1 वर्ष फुल फालेर हुर्काउन सके राम्रो हुन्थ्यो। ल
ल यसरी चाहिँ हाम्रो अब यो सुकेको हाँगा कटिङ गरेर चाहिँ यसरी राखेकोले चाहिँ फेरि यही बगानमा सङ्क्रमण गर्छ। त्यही भएर यसलाई चाहिँ राम्रो व्यवस्थापन गर्न पर्यो र यसलाई हामीले गाईबस्तुको मल दिँदैछौँ भने 2 वर्ष अगाडिदेखि नै विशेष कम्पोस्ट विधि अनुसार डिकम्पोजर गरेर 2 वर्ष पछाडि मल प्रयोग गर्नुभयो भने यसमा लाग्ने रोगहरू चाहिँ निवारण हुँदै जान्छ। ल हजुरहरू पनि सुनकागती 1, 2, तेह्रथुमे अथवा सुन्तला धनकुटे खोकु प्रजातिको जापानिज उन्सु प्रजाति जुन भदौ असोजमै पाक्ने एभोकाडो कलमी बिजु लगायत अम्बादेखि कुनै पनि तपाईँहरूको भूगोलमा खेती गर्न सकिने खालका बिरुवाहरू चाहिँ हामीले तपाईँहरूलाई चाहिँ 25वटा बिरुवादेखि 250 बिरुवासम्म पहिलो वर्ष खेती गर्न दिन्छौँ। तपाईँहरूले चाहिँ राम्रो तरिकाले यसलाई चाहिँ मोलजोल सरसफाइ हेरचाह गरेर खेती गर्नुभयो भने मगन्ने आम्दानी दिन सक्नुहुनेछ। ल सबैजनाले हाम्रो च्यानललाई सब्सक्राइब पनि गरिदिन सक्नुहुन्छ। यदि हामी टिकटकमा पनि हाल्छौँ, टिकटकमा पनि सबैले नेपाल आदर्श एग्रोलाई माया गरेर फलो गरिदिनु हुनेछ भन्ने विश्वास त छु। ल तपाईँहरूलाई पनि यसरी फलफुलको खेती गर्न मन छ भने नेपाल आदर्श एग्रोलाई सम्पर्क गर्नुहोला। हामीले चाहिँ यसरी चाहिँ कागती फलाउनुपर्छ तराईमा, र हामीले यो कागती मात्रै छैन नि, यहाँ त हजुरको अब अम्बा बिचबिचमा अम्बाहरू चाहिँ प्लान्टेसन गर्न सक्छौँ। हामीले पहिल्यै त्यो दुरीलाई चाहिँ छनौट गरेर 5 बाई 5 मिटरको दुरी भन्दा 1 मिटर बढाएर त्यसभित्र अम्बा पनि इन्टरक्रप गर्न सक्छौँ। यो तोरी पनि हामी 3 वर्षसम्म मजाले खेती गर्न सक्छौँ। यो बिचमा सरसफाइ पनि हुने भयो, रोग किराहरू पनि कम लाग्ने भयो। बिरुवालाई अलिकति ढुसी लाग्न सक्छ, तर बिरुवालाई चाहिँ विशेष तलैदेखि जरैदेखि उपचार गर्ने टाइममा माथिसम्म विशेष स्याहार सम्भार गर्नुपर्छ। यसरी चाहिँ तपाईँहरूले फाल्नु हुँदैन यो काँडाहरू, भोलि आफैलाई समस्या हुन्छ। यसरी चाहिँ कटिङ पनि हामीले सटाएर गर्नुपर्छ र पेस्ट लगाउनुपर्छ। कटिङ चाहिँ गर्न डराउनु चाहिँ हुँदैन, तर हामीले अब लगभग 30% मात्रै कटिङ गर्नुपर्ने हुन्छ। यहाँ कतै 70% पनि कटिङ गर्नुभएको छ कृषकले। विज्ञहरूले पनि अलिकति आफूले अनुभवको हिसाबले भन्नु होला कृषकलाई। अब स्थानीय गाउँपालिका नगरपालिकामा प्राविधिक हुनुहुन्छ, हामीले त्यहाँको प्राविधिक अलि टाढा छौँ भने सधैँ हामी अभाइलेबल बगानमा हुन सक्दैनौँ। फोनबाट भन्ने कुराहरू त किसानलाई हामीले साथ सहयोग गरि नै रहेका छौँ भने वर्षमा 1-2 चोटि यसरी चाहिँ हामी कृषकको बगानमै आएर भिजिट पनि गरिरहेका छौँ। ल तपाईँहरू पनि कृषि उद्यम गरेर स्वरोजगार भन्न चाहनुहुन्छ भने नेपाल आदर्श एग्रोलाई सम्पर्क गर्नुहोला साथीहरू। अब तपाईँहरूको सेवामा हामी अहिले भदौमा 14 वर्ष पुरा भएर अगाडि लागिसकेका छौँ। त्यसैले हामीले बिरुवा धेरै लगाउने भन्दा पनि थोरै लगाएर धेरै उत्पादन दिने मनस्थितिले चाहिँ हामी व्यावसायिक रूपमा फलफुलको खेती गर्न सक्छौँ। ल तपाईँहरूलाई पनि गुणस्तरीय बिरुवा प्राविधिक सेवा चाहिन्छ भने नेपाल आदर्श एग्रोलाई सम्पर्क गर्नुहोला। नेपाल आदर्श एग्रो सदैव साथ हाम्रो हस्त। धन्यवाद, नमस्कार।